हात्ती अब हात्ती थोकी भन्छ यसलाई के भन्छ यसलाई त्यो उले सुँडलाई सुँडलाई चाहिँ सुँड भन्छ सुँड भन्छ खै कस्तो भन्छ अरे अधिक सुँड ओ भाइ हैछ ल अब नियम हामी चाहिँ अब यहाँ पिङ खेल्न जाँदैछौँ नियममा अनि अरु केही भन अरु त अब यहाँ अब के खाइदिएको फलसल हुन सक्छ हामी खाइन्छ पैसा भएर खानुहुन्छ कि अलि के अब यहाँ पिकनिक रहेछ हामी यही पिकनिकको मान्छे अनि हेर्छ हामी खान्जानी ल पिङ खेला मैले भिडियो गराइन्छु कति राम्रो आगो ओहो मार्केट त खान्छौ यार यस्तरी पिङ खेल्यो भने हामी चाहिँ अब हेर्नु गाई सबै बालापन चाहिँ गफैन बालपनमै छ मदै आउ खेल्नु ल रोक नि त खेल्दिम न त ल ल ल ए बहिनी तिमी फेरि यहाँ पनि आयौ बनाउन आयौ आउँछ ल बस ए बस बस अर्किनु बस अर्किँदा लोड तिमी जस्तो छ पिकनिक खान आइगयौ तिमी हो र घर कहाँ आएर तिम्रो सातै ओइ ओइ सात के सातै तर पौलन सात अलि राम्रोसित बस्यौ अलि डरले मचाइन्छ कहाँ जानी भन मजा आउँछ लड्यो भने अनि अहिले हेर्नु गाई छ अब हाम्रो यहाँ चाहिँ बहिनीसँग भेट भयो आज बहिनी चाहिँ अलि उता भेट भयो अहिले यता जता गयो त्यतै पोसिनी बहिनी खान किन आइगयौ त आज घरै खान पर्छ भलकमा जाम ल हामी अब यतापट्टि घुमाउनु जस्तो सबै घुम्दिने कि यहाँ आएको होइन म अब यहाँ अब यो पार्क खरिद गर्दैछु खरिद कतिमा किन्ने लाइन त 2-4 लाख धेरै छ यसको प्राइस धेरै छैन केही 2-3 लाख हो त्यहाँभन्दा माथि भयो यहाँ चाहिँ हाम्रो फोर्मलाई यो कति राम्रो सफा रहेछ अरू ठाउँमा फोर्मलाई रहेछ यो चाहिँ मलाई चित्त बुझ्यो होइन अरू अब यहाँ शौचालय रहेछ शौचालय पनि गएर आसिका त दिदी चाहिँ मैले गएर हेर्छु अनि यो शौचालय के हो भन्दै जाने कि जाने कि जानी टिकटको 30 रुपियाँ अरे यार हो यहाँ फोटो खिच्नु पर्छ अब हामीले गाइज हामी चाहिँ अब बहिनीले यहाँ गीत गाइरहेछन् बहिनी गीत गाइछौ ल म भिडियो गराउँछु नि त हुन्छ ये झूठा कैसे भुलाऊं बेलिया राजन तू भी क्या याद रखेगा जाहिर न तेनू छोड़ दिया राजन तू भी क्या याद रखेगा जाहिर न तेनू छोड़ दिया लख समझाऊं मैं तो दिल समझो नहीं पाता मांगे तेरी खेरिया सोना था अनि के हो त म जान्दिन सोना था तेरा पे झूठा रंग दो दिलों में कैसे भुलाऊं जा राजन तू भी क्या याद रखेगा जाहिर न तेनू छोड़ दिया ल बहिनी अब तिमीले चाहिँ मिठो गीत गायौ अझै अर्को गाउँछौ ल गाइदेऊ नि त म यहाँ बस्छु है सबैले घामै सबैले एकैचोटि आइया भाइ ल गाइदेऊ लौकी मन्तर गरेर आहा कति राम्रो गीत हो गीत त राम्रो त्यही माथि स्वर पनि किसिमै राम्रो माने मैले त यो ज्याकेट ओहो यो ज्याकेट राम्रो हो कि मान्छे राम्रो हो भन्ने मान्छे राम्रो हो अन्त नानीको नाम चाहिँ के अरे रोसिका लानी छ नि बाहुन एकदम बाहुन न सामी सुनार हुन्छ नि त हो राम्रा मान्छे जति सुनार हुँदा रहेछ आज थाहा भयो
कतिमा पढ्छौ तिमीले टुमा ल राम्रोसँग पढ है दाइहरूलाई नबिर्स है ड्राइभरलाई अब त चिन्थिन् म सरोज ती सुशील अब अब जहाँ गयो नि बहिनीले दाई भन्छन् क्या अन्त देखि हामी तेरो देवीनगरकै हो देवीनगर लेखो पनि बोलाऊ है न्यू भिजन मार्ग